नमस्ते सम्पूर्णमा लामाकोठी अब चाहिँ भने पेन्टिङ गरेर सकिएर पनि मैले पोलिसहरू लगाएँ त्यसको माथिबाट है। र यसरी लामाकोठी यसरी पेन्टिङ गरेर पोलिस लगाएर तयार बनाइसकेको छु। र यसरी सबै एउटा मेटेरियल्स उठाएर चोङब्रो लगाएर चिटिक्कै बनाइदिएछु। साइडमा बुम्पा फुल लगाइरहेछु र देब्रे दाहिने शङ्खा र यसमा चाहिँ चक्रा बनाइरहेछु। यस्तो बनाउनु पर्ने हुन्छ, गोल्डन कलर विभिन्न किसिमको हाइलाइट गरेर। र यसमा चाहिँ दोर्जी पेमाको माथि दोर्जी यसरी बनाउनु पर्ने हुन्छ। चोटी यो चाहिँ लामाको सुठी यसरी बनाउनु पर्ने हुन्छ। सबै यो चिजहरू मेटेरियल लगाएर बनाएको। कति साथीहरूले आर्टिस्ट भन्नुहुन्छ, आर्टिस्टको काम के हो भन्नुहुन्छ। आर्टिस्टको काम आज मैले एकदम देखाइरहेको छु। यस प्रकारको लेख्नुपर्ने, यसरी पेन्टिङ गर्नुपर्ने हुन्छ। हस् त, सम्पूर्णमा सबैलाई यो मेरो पेन्टिङको फिनिसिङ अन्तिमसम्म तपाईहरुलाई देखाएँ। धन्यवाद छ। थ्याङ्क यू। टासिदिले र लामाको छो प्रसादहरू चढाउने यो एउटा काठको मसिनो काठ मिलाएर बनाएर त्यसको माथिबाट गोल्ड पेन्टिङ गरेर त्यहाँदेखि पोलिस लगाएर विभिन्न किसिमको रङहरू ठक ठक लगाएर अनि रङलाई हाइलाइट गरेर अनि यसरी नै मेटेरियल्स लगाएर बनाएको छु। यसरी प्रसाद, यो चाहिँ प्रसाद चढाउने, लाखाङमा प्रसादहरू केहीहरू चढाउँदाखेरि यसमा लगाएर चढाउने यो चिज बनाउँछु। पेन्टिङहरू सबै कम्प्लिट भयो।